गाइस हामी चाहिँ अब हाम्रो यात्रा सुरु भएको छ अकाला स्कुलको गेटबाट चाहिँ हामी जाँदैछौँ। यो चाहिँ हाम्रो स्कुल हो गाइस, अकाला स्कुल। अनि हाम्रो अवस्था यस्तो छ, हेर्नुस् कस्तो राम्रो राम्रो। वाउ, गुड मर्निङ एभ्रीवन। गुड मर्निङ। ओहो हेरेको हेरे सुदन सर ल है हामी डुम्रे छोडेर गयौँ गाइस। गाइस हामी चाहिँ अहिले सुन्दर बजारबाट जाँदैछौँ। यो चाहिँ सुन्दर बजार, जस्तो नाम त्यस्तै ठाउँ। गाइस हामी चाहिँ यो समयमा बेसी सहर आएका छौँ। अब चाहिँ हामी खाजा खानेको लागि होटेल खोज्दैछौँ। बेसी सहर हो, एकदमै मन पर्यो। एउटा खाजा घर त कटिसक्यो गाइस। बेस हामी कहाँ आइपुग्यौँ रे? हजुरलाई मन पर्यो बेसी सहर? हामी छौँ साथमा। अब तर डर पो लाग्यो मलाई त। ल यता माथि माथि राइट राइट हो राइट। अब यहाँ हामीले सबै भत्किएको थियो, यस्तो बनाइसक्यो। उत्तिसको रुख, उत्तिसको जङ्गल रहेछ यहाँ होइन। हिमालीले काली जङ्गलतिर पाइने रुख उत्तिस। हाम्रो गाउँ आइपुग्यो। यो गाउँको नाम चाहिँ के हो थाहा होइन। हामी अब घुस्मे हो, घुस्मे गाउँ। घुस्मे गाउँ। अब यहाँबाट चाहिँ हिँडेर जाने होइन त पिसिल। बाटो यही हो। हामी आएको गाडी बोलेरो। पुनम ठिक छ? वेलकम टु पिस हिल गाइस। अब चाहिँ हामी हाइकिङ गर्न लागेको यो गाउँ हुँदै। हाम्रो बेग सर चाहिँ फर्स्टमा गइसक्नु भएको छ। ल हिँड्नुहोस् हिँड्नुहोस् सबैजना। वेलकम टु। हामी पनि जाँदैछौँ गाइस, हामी पिस हिल जाँदैछौँ।
गाडी पार्किङ गरेर छौं हैन हो दामी भ्यूज के अहिलेसम्ममा यति राम्रो राम्रो वा 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 मात्र भइरहेछ हेलो गाइज साथीहरु यो सुन्दर गाउँ लमजुङको घुस्मे गाउँ हो अहिले हामी घुस्मे गाउँको चाहिँ होमस्टेमा छौं एकदमै राम्रो सुन्दर सफा हराभरा शान्त अति नै राम्रो फोटो नखिचे पनि खिचौँ लाग्ने हाम्रो साथीहरु सबै आफ्नै सुरमा फोटो खिच्दैछन् रमाउँदैछन् यो चाहिँ पिस हिलको काखमै पर्छ पिस हिल चाहिँ यहीँबाट चाहिँ पैदल यात्रा गर्नुपर्छ एकदमै रमाइलो गाउँ तपाईहरु पनि आउनुहोस् है त घुम्नलाई गाइज हामी चाहिँ अब यो के गाउँ रे घुस्मे गाउँ हैन त घुस्मे गाउँमा चाहिँ खाजा खाँदै अब माथि जानलाई हिँड्नु पर्छ पावर बढाउन खाजा खाँदै साथीहरु खानु है अलि नुन राम्रै लाएर रहेछ रे रुदिमी गाउँ काँचो साउचो किन्न गइराछौ गाइज हामी पिस हिल जानको लागि हिँड्दै छौं हैन थकेला छ नि हाय कस्तो राम्रो लाग्दैछ हेलो मिस पिस हिल जान लागेको पिस हिल ए कस्तो लाग्यो तपाईलाई बाटो हेर्नुस् त यति राम्रो यही बस्न मन लाग्यो के सुन्दर स्वच्छ हराभरा अर्को टिम चाहिँ तल आउँदै हुनुहुन्छ हामी चाहिँ माथि आइसक्यौं कस्तो राम्रो रुख हेर्नुस् त यो गाइज म सुनाखरी फुल देखाउँछु है वाउ सुनाखरी के हो यो छोरा जस्तो यार ल गाइज हाम्रो अनिसा मिसु लालीगुराँस फुल टिप्दै हुनुहुन्छ वाउ वाउ अरु बिस्तारै है केयरफुल वाउ कम अन गाइज कम अन हामी पिस हिल शान्ति डाँडा आइपुग्नै लाग्यो है वाउ सपना त्यो होइन जो निदाएपछि देख्छौ सपना जसले हामीले निदाउन दिँदैन वाउ 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 बाटोमै लालीगुराँसले चाहिँ स्वागत गरेर बसेको रहेछ एकदमै राम्रो गरिब छ भन्दैमा कसैलाई हेला नगर्नु काडा छ भन्दैमा मलाई नटिप्नु वाउ निकै राम्रो राम्रो कोटहरू चाहिँ राखेको रहेछ पिस हिल शान्ति डाँडा स्वर्गद्वार यहाँलाई हार्दिक स्वागत गर्दछौँ पसिना यहाँबाट अझै माथि रहेछ अबे कति डर लाग्दो हो म छेउमा जानै सकेन यहाँ छेउमा जानै सक्दैन भाइ पिस हिल आइपुगेको भनेर अझै माथि नै रहेछ खतरा भिड रहेछ ल अझै हामी जहाँ माथि जानुपर्ने रहेछ साथीहरू गइसक्यो हेलो गाइज रुदी मिस लमजुङको डाँडैमा हावा सरर खतरा के होला मिस कस्तो मजाले राखेको ढुङ्गा फाइनली गाइज हामी चाहिँ लमजुङको पिस हिल आइपुग्यौँ यति राम्रो बाटोबाट लालीगुराँसले स्वागत गरेको यो पिस हिलको गेट हार्दिक स्वागत गर्दछ ल पिस हिलले चाहिँ हामीलाई स्वागत गर्दैछ वाउ ल हिँड्दा हाम्रो मिनमा मिस थाकेर यो प्ल्यातै परेर चाहिँ ठके मार्नु हामी पिस हिल छिर्यौँ है साथीहरू शान्ति डाँडा ओम नमः शिवाय शिवजीको ठुलो मूर्ति पनि रहेछ दुईटा औँला देखाएर हामीलाई स्वागत गर्दैछ यति राम्रो नाम जस्तै ठाउँ पनि पिस शान्त मिसहरू फोटो खिच्ने व्यस्त हाम्रो त आधै साथीहरू त आउँदैछन् अझै उकालोले चाहिँ अलिक गाह्रो पारेछ साथीहरूलाई वाह यहाँ चाहिँ
आर्टिफिसियल चाहिँ माल पनि रहेछ। ल खिच्नु खिच्नु फोटो धोक्क फेरेन्जेल खिच्नु। पिस हिल हजुर पोलतिर बसिसकेको रहेछ यहाँ दिदी। भयो भयो ल हाम्रो स्कुलको हेड सरले चाहिँ मजाले पिङ खेल्नु भएको छ ल। बालपनको याद आयो होला सरलाई। मिस पनि आइपुग्नु भयो ल। हामी कति धेरै बेर भइसक्यो ल। सबैजना आइपुग्यो। सब थकै लगाएर प्लात्त भयो। लमजुङको लोकल कुखुराको मासुसँग भात खाँदै खानु है खानु टन्न खानु जिङ्रिङ्गा मोटाउनु। ल है ल मेरो खानामा चाहिँ माखा पस्नु नदिनु है। ल गाइज ल मिठोसँग खानु है लमजुङको लोकल कुखुराको मासुसँग। आयो आयो तातो तातो। कतिको भोग लाग्छ सरहरू? ल लोकल कुखुरा लमजुङको पिस हिल डाँडाको। ल ए ल है ल ल होइन मलाई यता